हेलो गाइस, स्वागत छ आजको भिडियोमा। आज चाहिँ हामी के गर्न गइरहेको छौँ भने यहाँनिर मकै बारीमा देख्न सक्नुहुन्छ। हामीहरूले आज मकै ढाल्ने छौँ, त्यसपछि तल थन्काउने छौँ अनि त्यसपछि हाम्रो सरसफाइ हुन्छ। यहाँनिर यहाँको ढोरहरू सबै उखाल्ने छौँ हामीहरू। त्यसपछि यहाँ भएको झारहरू हामी उखाल्ने नै छौँ र अन्तिममा भनेको चाहिँ हामी बारी खनिसक्नुपर्ने छ। र तपाईँहरूले हेर्नु होला हामी लास्टसम्म के गर्नेछौँ, कसो गर्नेछौँ त्यो तपाईँहरूको हातमा छ। अन्तिमसम्म हेरिदिनु होला। मन पऱ्यो भने भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला आफ्नो साथीहरूलाई। ओके गाइस, लेट्स स्टार्ट दिस भिडियो। हेर्न सक्नुहुन्छ हामी काम गर्ने चाहिँ यहाँ दुईजना छौँ। हामी दुईजनाले चाहिँ बबाल काम गर्नेवाला छौँ यहाँभित्र। जङ्गलको भाइ आउँदैछ। हामी यहाँनिर हुनु चाहिँ बजार ठाउँमा छ हामीहरू। त्यो चाहिँ पलटार भन्छ यहाँनिर चाहिँ। तपाईँहरू पनि कुनै दिन आउनु होला। अब राम्रो छ। यहाँ पनि सब्जी दादा, यहाँ पनि सब्जी दादा। असिमले चाहिँ बारी खन्दैछ। आज डल्लै छ। कस्तो छ साथीहरू? असी लाग्दैछ अलिक। भिडियो गर्नु होला, हेर्न सक्नुहुनेछ। हामीले चाहिँ अघिदेखि गर्नु खोजेको केटा हो त होइन? यो भेट्यो त। यो त के हो गाइस? जिमाला भनेको सुन्दै थिएँ त। ओए हातपात पाइँदैन रहेछ यस्तो चिज त। हेर्नु न हातमा लाउने नजिकबाट हेर्नु त। उही के हो गाइस भन्नु होला। यसको अलिअलि कलर जाँदो रहेछ। ल जिमाला भयो भने चाहिँ कति राम्रो हुन्छ गाइस। माघेहरू खाल्दै थिएँ अनि हामीले चाहिँ खन्दै गर्दाखेरि चाहिँ के को दाना अरे यो? लाबर दाना हातमा लाउने। हेर्नुहोस् गाइस, हाम्रो काम चाहिँ लगातार चलिरहेको छ। हाम्रो खुसीले चाहिँ यहाँनिर झारू खाल्दैछ भने म चाहिँ यहाँनिर बारी खन्दैछु। यहाँसम्म पुऱ्याएको छौँ। हामीहरूले यहाँनिर सरसफाइ गऱ्यौँ छैन पहिला, अनि त्यो सबै भनेको काम जति गरिसकेको छौँ। अनि यहाँनिर बारी खनेर हामीले यतिको यहाँनिर झिक्रा राखेको छौँ। हाम्रो काम चाहिँ आजलाई यतिमा राख्नेछु गाइस। भिडियो मन पऱ्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला। ओके, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो टिल द एन्ड। बाई बाई।